तपाईँ खुसी हुनुहुन्छ कि हुनुहुन्न? धेरै खुसी, तपाईँ देखेरै खुसी म। धन्यवाद। नमस्ते, म डाक्टर श्रुति मानन्दर, ENT हेड एन्ड नेक सर्जन, राइनोलोजिस्ट र एन्डोस्कोपिक साइनस सर्जन। नमस्ते आमा। नमस्ते। उहाँ चाहिँ नि हाम्रो कमला कायस्थजी हुनुहुन्छ। उहाँ कति वर्षको उमेरको हुनुहुन्छ? 38 कसो हो भने 68 है। उहाँ चाहिँ नि मेरो पुरानो पेसेन्ट। उहाँको समस्या भनेको नाकको समस्या हो, नाक एकदमै बन्द हुने र उहाँको अर्को प्रब्लम भनेको गन्ध पनि नआउने। उहाँ नोन केस अफ डायबिटिज मेलाइटस पनि हो। उहाँको चाहिँ नि मैले चेकअप गर्दाखेरि नाकभरिभरि मासु थियो, मासु पलाएको थियो, उहाँलाई साइनसको प्रब्लम थियो र उहाँको अपरेसन पनि भइसक्यो 2 महिना अगाडि। अहिले अपरेसन गरिसकेपछि के कुरामा सुधार भयो त? सास फेर्न सजिलो भएछ कि छैन? सजिलो भयो, नाक पनि हल्का भयो, सबै राम्रो भयो। आज म उहाँको एन्डोस्कोपी गरेर पनि हेर्न गइरहेको छु। एक्चुअली हेरौँ है त एन्डोस्कोपीमा कस्तो छ त है। ल उहाँको अब म होइन उहाँको चाहिँ नि के भएको थियो भने अपरेसन चाहिँ नि फङ्सनल एन्डोस्कोपिक साइनस सर्जरी, उहाँको एन्डोस्कोपिक सेप्टोप्लास्टी, उहाँको नाक एकदमै बाङ्गो पनि थियो, स्पोरेक्टोमी पनि भएको छ र टर्बिनोप्लास्टी पनि भएको छ। र आज म परीक्षण गर्न गइरहेछु दूरबीनबाट कि कस्तो छ त हेरौँ है त। यो चाहिँ नि म्याक्सिलरी साइनस। उहाँको यहाँ हेर्नु त छाला कति राम्रो भएको छ। यो त भर्खर 2 महिना मात्र भएको छ र उहाँको जुन पोलिप थियो अहिले एकदमै राम्रो भएछ। नाकको सेप्टोप्लास्टी पनि गरेको थिएँ, स्पोरेक्टोमी। यो सेप्टम तपाईँ देख्न सक्नुहुन्छ, यो नाक पछाडिको भाग। अहिले सिङ्गान पनि धेरै पछाडि जाँदैन होला होइन, पहिला जाँदैन होला। यो लेफ्ट साइडको नाक हो, यो टर्बिनोप्लास्टी भएको छ उहाँको। यो म्याक्सिलरी साइनसको ओपनिङ है, स्पेनोइडोटोमी गरेको छु मैले र तपाईँ देख्न सक्नुहुन्छ कस्तो छाला पनि एकदमै राम्रो छ। उहाँ पनि एकदमै मेहनती पेसेन्ट हो, त्यही भएर यो ट्रिटमेन्ट गरिसकेपछि आउटकम राम्रो हुनलाई डक्टर मात्र राम्रो भएर होइन, बिरामीले पनि त्यति नै मेहनत गर्नुपर्ने रोग हो। त्यही भएर म उहाँलाई एकदमै थ्याङ्कफुल छु कि उहाँले इन्स्ट्रक्सन्स फलो गरिदिनुहुन्छ र उहाँको आउटकम आज 2 मन्थ्स पछिको आउटकम राम्रो छ। Sarang Healthcare, a multi-speciality clinic. Contact us at 5915661, 5915662 or 9801 485661.